वेलकम छ सबैलाई नयाँ ब्लगमा मेरो। अनि अहिले चाहिँ म उता काठमाडौँ आएको थिएँ। अनि अब ब्लग हाल्छु भन्दा सबै डाटाहरू डिलिट भयो कि। अनि अब चाहिँ म पोखरा जाँदा अब पोखरामा जानुलाई यहाँ कलङ्कीमा बस्दा कुद्दा टाइम 2:30 हुँदैछ हो। अझै मान्छे प्याक भएको छैन रे। अनि मान्छे प्याक नभइकन नहिँड्ने रे। त्यही भएर चाहिँ हामी यहाँ वेटिङमा बसिरहेका छौँ। अब चाहिँ बल्ल हल्का गाडी हिँड्न लाग्छ। अब गाडी हिँड्न कताको बाटो जाने हो, सीता पाइलाको बाटो हुँदै जान्छ अरे गाडी चाहिँ। पोखरा चाहिँ 3 बजे खुल्ला भयो बाटो। 9-10 बजीसम्म पुगिन्छ होला। अब बाटोमा के गरिन्छ भेट्दै गरौँला, जुट्दै गरौँला भिडियोमा। गाई जल चाहिँ बल्ल गाडी हिँडिसकेको छ होइन। 3 बजिसक्यो गाई। हामी चाहिँ कलङ्कीमा हो। अहिले टक्क कुद्दा हालत खराब भइसक्यो। अझै बल्ल गाडी हिँडिरहेको छ। कति बेला पुग्यो 10 बज्छ होला रे। दिमाग खराब भइसक्यो। अब भेटौँला है। अब नागढुङ्गाकै बाटो जाने भयो। भेट्दै गरौँ। चाहिँ म एक निन्द्रा सूत्र उठिसकेँ। अहिले चाहिँ खाजा खानु झरेछौँ हामी होइन। अहिले चाहिँ अब बाटो अब खाजा खाएर फेरि अब गाडीमा सर्ने हो। के गर्ने हो र गाइज गाडीमा त गाडी कुदा हागे कति तातो पानी मुख झुल्ने खुइले एकदम बेच्छु। वासरुम यता छ त अगाडि उता नि तलै जता पनि यो एकछिन त्यो पाइपको भएर चिसाइसक्यो। अलिअलि हाल्छ ब्रो। अहिले चाहिँ होइन गाइज कहाँ आयौँ रे हामी गयो धर्के आएर सक्यौँ। अब चाहिँ एकछिन यस्तो छ यहाँ भ्यूहरू चाहिँ टक्क घुमेर लाएर मजासँग सुतेर आयो। आनन्दै भयो। अहिले भेटौँला है त। गाडी हिँडिसक्यो होइन। अघि खाजा नखाएको हामीले खाम भनेको महाराज सरले अगाडि गाडी रोक्छ त्यहाँ काम पर्ने हो। अब अगाडि उहाँ कहाँ गुरिन टार मुग्लिन कटेपछि कहाँ हो त यतै मुग्लिन त्यही त मनोकामना उता होला नि। उतै हो भाइ मुग्लिन उता हो गुरिन टार यतै हो भाइ। के बाजी नथाउँ होला त्यस्तै लाग्यो मलाई होइन। होला जहाँ भयो अब भोक त त्यति लागेन। खाएरै चढ्यो भने गाडीमा अब त्यही गरेर खाजा खान्छ। यहाँ त खाजा खाने काम गरेर भेटौँ है त। गाडीमा फेरि ह्याङ आवाज आउँछ कि यस्तो छ यहाँ चट्ट। खाजा खान अहिले चाहिँ हामी खानसाना खाजा खाने ठाउँमा आइसक्यौँ होइन। यहाँ चाहिँ अझै मनोकामना पनि दिएको छैनौँ। 7 बजी लागिसक्यो। भ्यू चाहिँ यस्तो राम्रो छ टक्क यहाँ। होटेल चाहिँ नदेखाउँ होला। अब चाहिँ खाजा खान्छौँ फ्रेस हुन्छौँ अनि फेरि नन स्टप खराब पुगिन्छ। 9-10 चाहिँ बज्छ होला। यस्तो नेपालको धन्दा रहेछ यहाँ। त्यही हो गाइज। देखाएको मलाई देखाएको ल अब मलाई देखाएको कि अहिले चाहिँ हामी पोखरा आइसक्यो होइन। अनि यहाँ पोखरामा चाहिँ पानी परिरहेको रहेछ। कसरी थाहा भयो अङ्कल? म चिन्दिनँ त। म यस्तो चिन्ने कुरामा त माहिर हो कि। पानी परेर खतरा मजा आइरह यहाँ टक्क सर टक्क होइन। अब अङ्कल आइसक्नु भयो। अब गाडीमा चाहिँ स्कुटीमा आउनु भएको रहेछ अङ्कल। बसेर जाने चट्टा लगाएर सरर होइन। पानी क्या परिरहेको छ मजा आइरह तर होइन पानी अब अङ्कल अब आउनुहुन्छ एकछिनमा सर होइन।
उताबाट आइसक्रिम आउनु लागेको छ हातमा यस्तो ब्याग छ यस्तो गाह्रो छ अब यहाँ पानी भिजी बस्न मजा आइरह त्यही हो गाइज अलिक भेटौँ आएर रुम थियो खानासाना पनि खाएको छैन खाजा मात्रै खाएर हिँडेको अहिले भेटौँ गाइज अहिले चाहिँ म रुममा आइसकेँ होइन अङ्कल आउनुभएको थियो भ्लग चाहिँ बनाउनु पाएन पानी थोरै परेको थियो अनि त्यही भएर अहिले चाहिँ रुममा आएर खानसाना खाएर सबैजना सुत्नुभयो मैले सुत्न लाग्यो अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यस्तो भिडियोहरू अब म हालिराख्नेछु त्यसको लागि चाहिँ च्यानललाई सब्सक्राइब गर्नुहोला भिडियोलाई सेयर गर्नुहोला लाइक गर्नुहोला भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला अर्को भिडियोमा भेट्दै गरौँला है त बाई